हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल साथीभाइहरू। आज चाहिँ म चाहिँ यसो कलेजतिर चाहिँ हल्का आज एआरसीको फर्म चाहिँ भर्न जाँदैछु। चट्ट लगाएर अनि अगाडि चाहिँ केटाहरू हिँडिरहेको छन्। म पनि पछाडि झोला बोकेर हिँड्दैछु फर्मसम बोकेर। अनि अब स्कुलमा गएर चाहिँ एउटा दुईवटा डकुमेन्टहरू लिन छ अनि पैसा सैसा बुझाएर अनि आउन छ। त्यही भएर हिँडिसकेको छु। अनि धेरै पछि फेरि पनि भ्लग बनाएको छु। झ्याउलाइरहेको थियो भ्लग बनाउन, त्यस्तै भइरहेको थियो। त्यही भएर आज चाहिँ यसो बनाइदिउँ न भनेर हिँडेको। अनि सर घुमी चाहिँ हामी उहाँ पुगिन्छ युनिभर्सिटी। अनि हल्का फुल्का युनिभर्सिटीको भ्लग पनि बनाउन त बनाएको थिएँ। अनि ट्याक्क यस्तो एक्साइटमेन्ट हुन्छ अनि बिचमा चाहिँ छुट्छ कि भ्लगै छुट्छ अनि त्यो भ्लगै वेस्ट हुन्छ। अनि बिचको के हाल्ने यति मात्र अनि त्यस्तै हुन्छ। त्यही भएर आज चाहिँ फुल बनाउने कोसिस गर्दैछु। अब यहाँ चाहिँ हामी बस चढ्नु पर्ने हुन्छ। यहाँ बस स्टेसनमा चट्ट लाएर यहाँ चाहिँ बस स्टेसन ट्याक्क चट्ट बस चाहिँ यहाँ आउँछ है। यहाँ हाम्रो चाहिँ 100 अनि 1मा जाने हो। यहाँ चाहिँ देखाएको छैन अझैसम्म। ए यहाँ आयो ट्याक्क 101 यतिमा आउँछ अरे। अनि ट्याक्क यताको लुक्स हेरौँ, हाम्रो गाउँठाउँको लुक्स ट्याक्क लाएर हरियाली अलिअलि फुलहरू फुल्न लाग्छ। अनि त्यस्तै छ ल। फाइनली हाम्रो 101 नम्बरवाला बस आइसकेको छ। यो कार्ड चाहिँ यो ट्याक्क टुट गर्नुपर्छ यहाँ चाहिँ होइन। चट्ट हामी यहाँभित्र छिर्दैछौँ होइन। 감사합니다 भन्छ है। चट्ट लाएर बुझाइ चट्ट सिटै छैन क्या रहेछ लास्टमा चल्दिरह तल बसेन। चट्ट लाएर बसमा चाहिँ म बसिसकेको छु होइन। मेरो भ्यू पनि हेर्नु लाएर यहाँ चाहिँ हाम्रो ग्याङहरू छन्। बाहिरको लुक्स पनि हेर्नु बाहिरको भ्यू हेर्नु, मेरो भ्यू हेर्नु रे। तलको देखाएको भ्यू, तलतिर देखाएको भ्यू हेर्नु, मेरो भ्यू हेर्नु भन्दा के देखाएको थियो राम्रोसँग देखाउ न सिसाबाट। कालो चाहिँ देखाउँछ त्यस्तो पऱ्यो क्या। ठिकै छ। अब चट्ट हामी झर्ने बेला भइसकेको छ। अनि चट्ट त्यहाँ चाहिँ स्क्यान गरे नि हुन्छ नगरे नि हुन्छ। झर्ने बेलामा चाहिँ चट्ट लाएर हेर्न सक्नुहुन्छ। यहाँ पनि यत्रो बडा बिल्डिङ छ अनि यस्तो मिठो फुलहरू फुलेको छ। 101 वाला बस हिँडिसकेको छ हामीलाई छोडेर होइन। के भन्नु त अब युनिभर्सिटी अब थोरै यति हिँड्नुपर्छ। 2 मिनट जति अगाडि छ। ट्याक्कै छ बस स्टेसनमा रोकिदिन्छ हेर बसले। अनि चाहिँ हिँडेर जानुपर्छ टक्क लाएर। यहाँबाट यता हेर्ने चट्ट काट्दिने कोही आएन। ब्युटिफुल छ, फुल फुलेको छ यहाँ सबै। सुरुमा चाहिँ हल्का सुकुटी लगाएको थियो यहाँ सबै। आजकल चाहिँ यस्तो दामी फुल फुलिरहेको छ। यस्तो दामी फुल फुलिरहेको छ। फेरि यहाँबाट क्रस गर्नुपर्ने हुन्छ हामीले। फेरि यहाँ चाहिँ दामीको पार्क छ अगाडि चाहिँ। फोटोमै भर्ने फोटो पठाउने हो। यो माल कहाँ हो तिमीहरू? त्यहाँ चाहिँ दामीको पार्क छ होइन। पिङसिङ खेल्नुहुन्छ यहाँ चाहिँ। म खेलिसकेको छु होइन। यस्तो छ। हेलो मान्छेहरूले चाहिँ मलाई फेमसै भन्नु म त हेर्दा पनि नहोला नि भ्लगमा यहाँ।
भ्लगमा एक्सपेक्ट गरेर बोल न यार। चट्टै यहीँ हाम्रो युनिभर्सिटी चाहिँ ट्याक्क हो, यहाँबाट घुम्ती छ चट्ट लाएर। मस्त फुल्यो अनि फुलहरू चाहिँ यहाँ एकदम ब्युटिफुल देखिन्छ क्या जग्गा। दिस इज द युनिभर्सिटीको गेट होइन, यो चाहिँ गेट हो। जस्ट सुरुतिर चाहिँ गराएको थिएँ मैले, सुरुतिर आउँदाखेरि नि त्यति हो अपलोड गर्न। त्यति चट्टै भित्र इन्ट्री गरिसकेको छ मैले, इन्टर गेट हो। अनि यो चाहिँ हाम्रो युनिभर्सिटीको दुईवटा बस छ, अनि यो रातो चाहिँ भिआइपीवाला चाहिँ हामीलाई लिन आउँछ, किनकि आज चाहिँ फर्म भर्न मात्र आएको नि त, त्यही भएर हामी चाहिँ त्यही बस चढेर आयो, नत्र चाहिँ लिन आउँछ। यहाँ छ हाम्रो दामीको फुटबल ग्राउन्ड चट्ट लाएर। अनि यहाँ चाहिँ छ बास्केटबलको कोर्ट। अनि यो सबै युनिभर्सिटी होइन, ठुलो छ। अनि माथि पनि छ क्या, योभन्दा अझै पछाडि पनि हल्का यति हल्का स्टेप जस्तो छ, अनि स्टेप भन्ने के उकालो जस्तो छ, त्यहाँ माथि पनि छ। हामी चाहिँ जानुपर्ने चाहिँ त्यतै हो, त्यहाँबाट चाहिँ हल्का सिओईहरू लिन छ। वो 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 यस्तो फुलेछ नि त यहाँ चाहिँ मस्त पारामा। टुङ 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 टुङ। त्यहाँ छ ठेसिन लेखेछ। चट्ट नजिकै गएर यो चाहिँ उसवाला म्युजिकवाला बिल्डिङ हो। अनि यो चाहिँ थियोलोजी हो कि के बिल्डिङ हो क्या। अनि यो चाहिँ मेन बिल्डिङ ठ्याक्कै त्यहाँ माथि चाहिँ त्यसै देखाक्यो लेखेछ होइन। ओइ के भयो यस्तो, चट्ट फुलहरू पनि छ। यही साइडमा छ हाम्रो फुटबल ग्राउन्ड चट्ट मिठो लाग्यो। हामी पढ्ने चाहिँ यसमै हो, माथि कति थर्ड फ्लोरमा हो क्या, थर्ड हो कि फोर्थ हो नि, थर्डै हो। हाम्रो केटाहरू पनि आज क्लास थियो केटाहरूको 2-3टाको, तिनीहरू चाहिँ अगाडि छन्। तिनीहरूलाई के छ केटाहरू, ठिक छ नि? हालिदिने गएर मैले जेसी गर। यहाँ चाहिँ हामी चाहिँ फर्म भर्ने हो। अहिले चाहिँ सुरुमा चाहिँ सिओईहरू लिन जानुपर्छ कि माथि, यताबाट हेरिहालौँ न। ओ यता हो के ओए, कस्तो नपत्ता क्यार मैले भनेको। उही हेलो के छ खबर? याबीहरू त्यही बाहिरै खान्। ल चट्टा हामी यहाँ मासतिर जानुपर्ने हुन्छ। यो त्यही हो मेन बिल्डिङ। केटाहरू चाहिँ मैले भनेको नटेर चाहिँ भित्र बस्थेँ होइन, डन पल्टेर पछि त पछि। अनि हामी चाहिँ यता मासतिर चाहिँ अर्को नेसनल स्टुडेन्टहरू, हामी चाहिँ यो चाहिँ इन्टरनेसनल स्टुडेन्टहरू पढाउने हो क्या, सायद सबै त्यही भेटिरहेको हुन्छ। यता चाहिँ नेसनल स्टुडेन्टहरू पढ्छन् क्या। अनि यहीँबाट चाहिँ लिएर जाने भनेर सर चट्ट ल केटाहरू केटा लिएर आइरहेछन् यहाँ। विनिताको फेभरेट के हो? विनिता लिएर आयो चिकन ललिपप। यो चाहिँ सायद युनिभर्सिटीको चर्च हुनसक्छ होइन। अनि यो चाहिँ ट्याक्कै यो माथिको मेन बिल्डिङ यस्तो ऊ चाहिँ यस्तो छ, तलतिर देखिँदैन। चट्ट अब यहाँभित्र छिर्नु पर्ने हुन्छ हामी। जस्ट हामी लिने रुम चाहिँ यही नै हो।
फाइनली चाहिँ यो आइसकेको छ मेरो सिओहरू होइन। सो हामी चाहिँ निक्लिसकेको छौँ। अब यो एप्लिकेसन फर्म भर्नुपर्ने हुन्छ हामीले। चट्ट सबैजना निक्लिसकेको छ। सो गाइजहरू यो चाहिँ हाम्रो चाहिँ फरेन एफेयरको अफिस हो होइन। अनि यहाँ चाहिँ हामीले फर्म भर्ने काम गरिरहेछौँ। चट्ट लगाएर हेर्न सक्नुहुन्छ। तेस्रो रुम चाहिँ हाम्रो अनि सो गाइजहरू हामी चाहिँ अहिले बाहिर निक्ल्यो होइन। अनि त्यसपछि त्यो दलालहरू म्यासाले चाहिँ ल्याइदिएन क्या हाम्रो त्यो बस्ने सर्टिफिकेटै ल्याइदिएन। अनि हामीलाई आज पनि क्यान्सल भयो फर्मसम। साथीभाइहरू हामी चाहिँ यहाँ हिँडिसकेको छौँ। अनि दिस इज आवर युनिभर्सिटी होइन। बस पनि ए म्या बसले नि यहाँको बसले नि झ्याकिदिइरहेको चट्ट बस्दिसकेको छौँ। और हामी रुमतिर जानलाई यो अब काम बनेन के अरे होइन। त बुढोले गर्दा कोरियन बुढोले त्यो सब फेरि अब नेक्स्ट थर्स्ट वेडनेसडेतिर आएर बनाउनु होला। अब लेट्सको अब फेरि हामी कता कता गइन्छ ल कि स्टेट्युन गाइजहरू ल बाहिर हामी चाहिँ झरिसकेको छौँ। अनि चट्ट लगाएर हेर्न सक्नुहुन्छ हाम्रो हामी बस्ने गाउँघरहरू। त्यहाँ चाहिँ यस्तो मार्केटहरू छ, सब्जीहरू पाइन्छ। ओ ग्रिन लाइट रहेछ, ग्रिन लाइट रहेछ। पाप ल कट्यो। यहाँ चाहिँ मान्छेलाई नि ट्राफिक जाम हुन्छ कि यहाँ ट्याक्क रेड हुन्छ। त्यहाँ रेड छ नि देखेछ कि देखेछ नि। यहाँ पुरै कपडा सुक्खा चाहिँ बेच्न रह्यो यहाँ यस्तरी। त्यहाँ ट्याक्क रेड लाइट छ, मान्छे कुरेर बसिरह यस्तो हुन्छ। अनि त्यही भएर चाहिँ होसियार हुनुपर्छ, फाइदा उठाइहाल्नुपर्छ। यो नै हो हाम्रो त्यस्तो ठाउँ पनि हुन्छ। हुन्छ पस्छ मोमो 5500 को मोमो। यस्तो साइकल चलाउन पाइन्छ यहाँ पैसा तिरेर स्क्यान गरेर। यहाँ चाहिँ GS25 छ यहाँ चाहिँ सपिङ गर्न पाइन्छ। यहाँको फेमस भनेको GS25 र 7-11 चाहिँ। अनि नाइस टु सी यु भन्ने तिनवटा हुन्छ। यही हामी बस्ने गल्ली चाहिँ चट्ट लाएर सब साइडमा पार्क कारहरू पार्क गरेर सब मैले निकाल्दै निकालिनँ त्यहाँबाट। त्यही हालिदिन्छु नि, हेर्दैछौ न। हेर है तिमीले चाहिँ, हेर है चिजेवानी सब्सक्राइब पनि गर। यहाँ चाहिँ फुल छ मस्त खाले फुल हाम्रो सबमै ट्याङ्ग लगाएर होइन। यस्तो फुल चाहिँ जाने दामी हुन्छ कि जताततै फुलिरहेको छ। चट्टान बस्ने बिल्डिङ चाहिँ ड्यान हो यही हो। दिस इज आवर बिल्डिङ। अनि यतापट्टि चाहिँ पार्क छ ट्याङ्ग लगाएर बास्केटबल खेल्न गइन्छ कहिले काहीँ चाहिँ। यहाँ चाहिँ एउटा के हो यो स्कुटर नि छ। भ्लगमा चाहिँ यस्तो बोल्छ नि कट हान्न पर्ने हुन्छ। यो चाहिँ हाम्रो रुम हो। थ्याङ्क्स फर